अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको 2026को फिफा विश्वकप सम्पन्न भयो। यसपटकको वर्ल्ड कप स्पेनले जित्यो। हामीहरूले यस वर्ल्ड कपमा कुनै न कुनै टिमलाई त सपोर्ट गरौँ नै होला, तर अरू देशलाई सपोर्ट गरिरहँदा तपाईहरूको मनमा एउटा प्रश्न आउँछ कि आउँदैन त? किन नेपाल फिफा विश्वकप खेल्दैन? होइन, खेल्न सक्दैन। नेपाल फिफा विश्वकप खेल्नुभन्दा पनि क्वालिफाई नै गर्न सक्दैन। आखिर किन? आखिर नेपाली फुटबल किन पछि परिरहेको छ? अर्कोतर्फ नेपालमा क्रिकेटले सफलता हासिल गरिरहँदा किन फुटबल अस्ताउँदै गइरहेको छ? जहाँ नेपाली क्रिकेटको भन्दा फुटबलको वार्षिक बजेट झन्डै दोब्बर रहेको छ, तर पनि न त कुनै इन्फ्रास्ट्रक्चरमा लगानी छ, न त कुनै डोमेस्टिक लिगहरूमा नै। हालचालै फिफाले एनएफएललाई निलम्बन गर्यो। It has reportedly suspended the All Nepal Football Association with यतिसम्म कि वर्ल्ड कप हेर्न जाने क्रममा एनएफएका पदाधिकारीहरूको भिसा नै रद्द गरिदियो। किन हामी पोर्चुगलको रोनाल्डो, अर्जेन्टिनाको मेस्सी र ब्राजिलको नेमार भन्दै गर्दा नेपालका राष्ट्रिय फुटबल टिमका कप्तान को हुन् भन्दा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ। यसमा राजनीतिको कालो सच्चाइ रहेको छ। सो आउनुहोस् आज हामी द डार्क ट्रुथ अफ नेपाली फुटबलको बारेमा जान्ने कोसिस गरौँ आजको भिडियो डिजिटल पेजबाट। अखिल नेपाल फुटबल सङ्घ एनएफए। नेपालमा फुटबल खेलको सुरुवात सन् 1920को दशकबाट भएको मानिन्छ। राणा शासनहरूको समयमा भारतको कलकत्ता पुगेका नेपाली युवा र राणा शासकहरूले यो खेल नेपालमा भित्राएका हुन् भनिएको छ। सन् 1951मा अखिल नेपाल फुटबल सङ्घको स्थापना भएपछि यसले संस्थागत रूप लियो र सन् 1972मा नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सदस्य बन्यो। त्यसपछि नेपालले एकपछि अर्को गर्दै फुटबलका प्रमुख लिगहरूमा समावेश भयो, जसमा शहीद स्मारक लिग पनि एक हो। नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता मानिने यो लिग विक्रम सम्वत 2011 सन् 1954-55मा सुरु भएको थियो। साग स्वर्ण पदक। नेपालले पहिलो पटक सन् 1984मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो। त्यसैगरी सन् 1993को बङ्गलादेशको ढाकामा भएको सागमा पनि नेपालले स्वर्ण पदक जितेर इतिहास रच्यो। कुनै बेला इतिहास रच्ने नेपाल अहिले विश्वकप छनौट पनि पार गर्न सक्दैन। खासमा नेपालले फिफा विश्वकप नखेल्नुको मुख्य कारण छनौट चरण पार गर्न नसक्नु हो। विश्वकप खेल्नका लागि फिफामा आबद्ध सबै देशहरूले आफ्नो महादेशीय छनौट खेलहरू जित्नुपर्ने हुन्छ, तर नेपाल एसियाली क्षेत्र एएफसीको प्रारम्भिक वा दोस्रो चरणबाटै बाहिरिने गरेको छ। नेपालले विश्वकप खेल्न नसक्नुका मुख्य प्राविधिक तथा व्यवस्थापकीय कारणहरू छन्। नम्बर 1, कमजोर फिफा र्याङ्किङ र कडा छनौट चरण। हाल फिफा र विश्व र्याङ्किङमा नेपाल 177औं स्थानमा रहेको छ। कमजोर र्याङ्किङका कारण नेपालले छनौट खेलहरू सुरुवातीदेखि नै निकै बलिया एसियाली देशहरू अस्ट्रेलिया, बहराइन, युएईसँग प्रतिस्पर्धा गर्नुपर्छ, जहाँ नेपालको नतिजा कमजोर रहने गरेको छ। सन् 2026को विश्वकप छनौटमा नेपालले पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगे पनि युएई र बहराइन जस्ता टोलीसँग भारी गोल अन्तरले पराजित हुँदै बाहिरिनु परेको थियो। नम्बर 2, खराब खेल पूर्वाधार र रङ्गशालाको अभाव। नेपालमा फिफा र एसियाली फुटबल महासङ्घ एएफसीको मापदण्ड अनुसारका अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला र प्रशिक्षक केन्द्रको चरम अभाव छ। एकमात्र अन्तर्राष्ट्रिय स्तरको 10 रङ्गशालाको मैदानको खराब अवस्थाका कारण कहिलेकाहीँ नेपालले आफ्नो होम म्याच समेत गुमाउने गरेको छ। नम्बर 3, एनएफएको विवाद र फिफा प्रतिबन्ध। नेपाल फुटबलको इतिहासको सबैभन्दा ठुलो सङ्कटको रूपमा जुन 24, 2026मा फिफाले अखिल नेपाल फुटबल सङ्घ एनएफएलाई अनिश्चितकालका लागि प्रतिबन्ध सस्पेन्ड लगाएको छ।
कारण नेपालको राष्ट्रिय खेलकुद परिषद एनएससी र सरकारले एन्फाको निर्वाचन तथा विधान संशोधनमाथि तेस्रो पक्षीय हस्तक्षेप थर्ड पार्टी इन्फ्लुएन्स गरेपछि फिफाले यो कदम चालेको हो। यो प्रतिबन्ध लागू भएसम्म नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल वा विश्वकप खेल्न पाउने छैन। नम्बर 4, घरेलु लिगको अनियमितता र खेलाडी पलायन। नेपालको प्रतिष्ठित ए डिभिजन लिग नियमित रूपमा सञ्चालन हुन सकेको छैन। व्यावसायिक फुटबल खेलबाट उचित आम्दानी र भविष्य सुरक्षित नदेखेपछि पछिल्ला वर्षहरूमा नेपालका दर्जनौं खेलाडीहरू खेल जीवन त्यागेर रोजगारका लागि विदेश पलायन भइरहेका छन्। नम्बर 5, तल्लो स्तरको ग्रासरुटमा लगानीको कमी। युरोप वा अन्य विकसित फुटबल राष्ट्रहरू जस्तो नेपालमा सानै उमेरदेखि खेलाडी उत्पादन गर्ने एकाडेमी र ग्रासरुट फुटबल संरचना छैन। सरकारी स्तरबाट फुटबल विकासका लागि न्यून बजेट छुट्याइने हुनाले खेलाडीहरूले आधुनिक प्रशिक्षण र वैदेशिक एक्सपोजर पाउँदैनन्। यदि नेपालले आगामी विश्वकपमा सहभागी जनाउन चाहन्छ भने यी कुरामा ध्यान दिन जरुरी छ। कुनै बेला नेपाली क्रिकेट पनि खेल क्षेत्रमा प्रतिबन्धित थियो, तर नेपाली क्रिकेट यसरी फर्कियो जहाँ अहिले नेपालमा सबैभन्दा बढी लगानी र चर्चित खेल बन्न पुगेको छ। नेपालले आगामी 2030 को विश्वकप खेल्न असम्भव पनि होइन, सम्भव छ। किनभने फिफाले सन् 2026 मा पहिलो पटक 48 देशलाई विश्वकपमा सहभागी गराएको थियो र सन् 2030 को विश्वकपमा यसलाई बढाएर 64 देश पुर्याउने कुरा अगाडि सारेको छ। यदि नेपाल अबको 4 वर्षमा नेपाल फुटबलमा राम्रो लगानी र खेलाडीहरू उत्पादन गर्न सके र नियमित रूपमा खेल सञ्चालन गर्न सके, फिफा प्रतिबन्ध फुक्का मात्र नभई पक्कै पनि विश्वकपमा सहभागी जनाउनेछ र हामी नेपाल भन्दै र नेपाली खेलाडीको नाम लिँदै मैदानमा एउटै मात्र आवाज गुन्जनेछ।